साथीहरु आज चाहिँ मैले रातिबाट भ्लग स्टार्ट गरेको छु। हाई भन्दियौ सानो। हाई हजुरहरुलाई 10 शुभश्री ट्राइबमा स्वागत छ। हाम्रो बेबी चाहिँ 8.5 मन्थ कम्प्लिट भइन्। सानो हजुर भन्दियौ हजुर। अनि उ चाहिँ है यहाँ अगाडि मोबाइलहरु राख्यो भने त्यो मोबाइलमा आउने पुरै मोबाइल चलाउन खोज्ने अनि अब बच्चाको अगाडि मोबाइलमा चलाउनु भन्नु नि अब के गर्न काम परिहाल्छ। अनि हजुरहरुको खबर के छ साथीहरु, भिडियो नहालेको थुप्रै भयो। आज चाहिँ म एउटा भिडियो हाल्ने भनेर ब्लग स्टार्ट गरेँ। अब कामले गर्दा भ्याइदैन नानीसँग खुवाउनु यताउति। सानो त हैन, हाम्रो नानी चाहिँ अलि वेट गेन चाहिँ भएको छैन, तर ऊ चाहिँ एकदम एक्टिभै छिन्। अनि यताउति हिँड्ने रमाउने मलाई पक्रेर उभिने। हेलो साथीहरु, म मेरो फ्युचरमा चाहिँ मैले राम्रो ब्लग हाल्छु। अहिलेदेखि नि मेरो नामको आइडीलाई चाहिँ हजुरले युट्युबमा सब्स्क्राइब गरिदिनुहोस् भनेर भन्न त छोरी। अनि साथीहरु अब उसलाई पनि खुवाउने बेला भयो। यतिकै दिनहरु यतिकै तल पसल जाने, नानीलाई खुवाउने यताउति काम गर्दा गर्दै दिन बित्छ। अनि कहिले बनाउन मन लाग्छ, कहिले बनाउन मन लाग्दैन, भ्याइदा पनि भ्याउँदिन म त। त्यही पनि बनाऊँ न त, कति भयो नानीको भिडियो पछि नानीलाई पनि एकदम मेमोरी हुन्छ। हजुरहरुसँग म पनि कति दिन भइसक्यो भिडियो नहालेको भनेर हामीले भिडियो ल्याएका छौँ। हाम्रो भिडियोलाई माया गरिदिनु होला, हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। सबैले मेरो छोरीलाई आशीर्वाद दिनु होला, राम्रो भविष्यको कामना गरिदिनु होला। कति प्यारो है साथीहरु। नानीलाई चाहिँ मैले सुताइसकेको छु साथीहरु। अनि ऊ सुतिसके पछाडि उसले खेलेको ठाउँ यस्तो भद्रगोल हुन्छ। अनि म यसलाई मिलाउनतिर लाग्छु। सानो कुरामा ध्यान दिएन भने त नि लडेर टाउको ठोक्काए है। अनि मेरो त मोबाइल कहाँ हुन्छ के हुन्छ। अनि भाइले पनि भिडियो बनाउन भन्नुहुन्छ। अनि मलाई हेर्दै म ल साथीहरु यस्तै हुन्छ है, मोबाइल भिडियो बनाउन सम्भवै छैन। नानी उठिसके पछाडि अनि माम छोरीको एकछिन सँगै स्पेन्ड टाइम हुन्छ। अनि उसलाई खुवाउने बेला हुन्छ, खुवायो। अनि फेरि उसको लुगा फेरिदिने बेला हुन्छ, लुगा फेरो। अनि फेरि दुईजनाको लडाइँ पर्छ। ऊ चाहिँ एकदम कपाल तान्न मन पराउने भएको छिन् आजभोलि। अनि मेरो कपाल हेर्नु यस्तो तान्छिन् है, यस्तो तान्छिन्। सबैजनालाई धेरै माया साथीहरु, हामीलाई सबैले माया गरिदिनु होला। आजको भिडियो यहीँसम्म रहेको छ। हजुरहरूले हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यसरी नै मामु छोरीको भिडियो अरू हेर्न रुचाउनुहुन्छ भने कमेन्ट गरिदिनु होला। हाम्रो छोरीको ग्रोइङ कस्तो छ, के छ भन्ने म हजुरहरूसँग सामु राखिरहन्छु।